हेलो गाइज, म चाहिँ बजारबाट घर जाँदैछु। बिहान गएको अहिले बेलुका राख्दा होला आउँदैछु। त्यो छ गाउँको बाटो हिँड्नु होला, पुरै गाउँको बाटो। यस्तो उकालो ठाडै उकालो ठाडै ओह्रालो छ। यति नै हिँड्नुपर्छ यार, कोही छैन यार, कोही त आउन यार साङ्गे हिँड्नुपर्छ यार। एकदमै जङ्गलको बाटोमा के आउँछ थाहा छैन। पसिना पनि यति आएको छ कि कहाँ बाटेर हिँड्नु होला। त्यही सर्टकट बाटो, रोड घुम्यो भने ढिलो हुन्छ भनेर अब सर्टकट बाटो आएको छु। म तपाईँहरूलाई रोड पुगेपछि मात्रै देखाउँछु अहिले। मलाई हो गाइज, मलाई होइन म चाहिँ रोडमा आइसकेको छु माथि। मर्छु मिलाइमा भने बानी भएर होला। मलाई ठ्याक्कै राम्रो फसल मुनि आइसकेको छ। हामी बाजी तर बसेर बाजे म तल बसिनु भएको छ। सकिँदैन सकिँदैन, मलाई गाई चाहिँ हाम्रो गाउँ चाहिँ हो, हाम्रो गाउँ। यस्तो नदेख्दै छ। हाम्रो घर चाहिँ माथि, घरमाथि हाम्रो गाउँ कुन चाहिँ राम्रो यार हुन्छ तल छ ल्याखा मैले। हामी मकै भाज्ने खेतालो हुँदैछ है, मकै भाज्ने खेतालो मकै भाज्दैछ। आज बल्ल बल्ल मकै पाइरहेछ। मजा भयो, मेरो घर पनि आइसकेको छ। पसिना तर हाम्रो गाउँ हेर्नु होला, हाम्रो गाउँ हेर्नु होला। यो चाहिँ मेरो बाजे घर, यो मेरो घर, माथिको काकीको घर, बाजेको पनि मेरो भने एउटै घर छ। केरा ध्यान कति तर हो क्या पसिना घर भिगो। हामी चाहिँ म चाहिँ घर भिगो चिज ब्रस बनाइसक्यो। ए माछा मार्ने चाहिँ लक्कल माछा कति दिएको छ, कति ठुलो एउटा है।